अस्सलामुअलैकुम तपाईहरु हेर्दै हुनुहुन्छ इम्तार ब्लग। आज म फातिस बिरयानीको अगाडि आइसकेको छु। वहाँ फातिस बिरयानीको पुलचौक हो। यहाँ चाहिँ यता चाहिँ पुलचौक रहेछ। जौलाखेल पुलचौकको अगाडि हल्का 2 मिनेटको बाटोमा यहाँ फातिस बिरयानी रहेछ। तपाईहरु फातिस बिरयानीको यस्तो बिरयानीको सबै आइटम पाउँछ। तपाईहरु हेर्दै हुनुहुन्छ यहाँ यसको पुरै यति रेगुलर 200 रहेको रेगुलर रहेछ। यहाँ चाहिँ बिरयानीको यस्तो रहेछ मोडल। तपाईहरुले केही चाहियो भने यहाँ अर्डर पनि छ, उबरको सिस्टम छ। ल अब हामी भित्र जान लागेको गेटको भित्र। उहाँ साउ हुनुहुन्छ, साउसित हामी भित्र आइसक्यौँ। उहाँ चाहिँ दाइ साउ हो। दाइ नमस्ते। दाइ केही बताइदिनु हाम्रो भ्युवरको लागि, हामी ब्लगबाट छन् भ्युवरको लागि अब दाइसित हाम्रो इम्तार भाइको च्यानललाई अझै सब्सक्राइब फलो गरिदिनु होला हैन। इम्तार ब्लग हो। इम्तार ब्लग हो। नाइस नाइस नाइस। अब अगाडि बढिराखोस् हाम्रो यो च्यानल, यो ब्लग अगाडि बढिराखोस् भन्ने भन्न चाहन्छु म। त्यही उहाँ त हाम्रो पहिला हाम्रो यहीँको आफ्नै मान्छे हो। अब उहाँले धेरै वर्ष हामीसँग बिताउनु भयो। अब उहाँ राम्रो ठाउँमा पुग्नु भएको छ अहिले। त्यसै गरी म चाहन्छु अझ अगाडि पुगोस्। धन्यवाद दाइ। हेर्नुभयो दाइको कुरो चाहिँ। दाइले सानोदेखि हामी सुरु गरेको, पहिला म पनि यहाँ काम गरेको, सानोदेखि सुरु गरेको अहिले धेरै ठुलो 5-6वटा ब्रान्च भइसकेको छ। यहाँ पुरै आइटम दाइको पाउँछ। यहाँ बिरयानी पनि पाउँछ। म बिरयानी हेराउन चाहन्छु। हुन्छ वाउ कति राम्रो छ। एकचोटि अवश्य आउनु होला। जौलाखेल पुलचौक फातिस बिरयानी है। म कार्डको चाहिँ फोटो देखाइदिरहेको छु। तपाईहरु हेर्न चाहनुहुन्छ भने हेरिहाल्नुहोस्। यहाँ उबरको पनि सिस्टम हेर्दै हुनुहुन्छ। यो मेनुल हो। मेनुलमा सबै थोक पाउँछ। टेन्सन नलिनु होला। यो चाहिँ हलाल हो। हलालको हो। मुस्लिमको होटल हलाल हो। तपाईहरु अर्डर गर्न अवश्य सक्नुहुन्छ। मैले फाइनली बिरयानी पनि लिइसक्यो। यहाँ फातिस बिरयानीको लिएर म जान लागेको अब। बाई बाई। यता चाहिँ पुलचौक रहेछ है। पुलचौकको ठट्कै 1-2 मिनेटको बाटोमा यहाँ फातिस बिरयानी छ। यहाँ बिरयानी लिइसक्यो। तपाईले फाइनली तपाईहरु हेर्नुहुन्छ यो बिरयानी मैले ओपन गरिरहेको छु। यस्तो रहेछ बिरयानीको। हेर्नुहुन्छ बिरयानी चाहिँ यस्तो रहेछ। बिरयानी यस्तो रहेछ। हेरौँ कति मजाको। 230 को हो। 200 बिरयानी, 30 रुपैयाँको अन्डा छुट्टै हो। 200 रुपैयाँको बिरयानी हो। हेरौँ खाएर कस्तो लागिरहेछ। हेर्नुहुन्छ राइता पनि यही छ। ठिकै छ राइता बिरयानी। फाइनली म बिरयानी खान जान लागेको। कसरी लागिरहेछ तपाईहरु हेर्नुहोस्। वाह कति मजाको राम्रो रहेछ। यो चाहिँ कार्डमा नम्बर छोडिदिएछु। नम्बरमा कल गरेर अर्डर मगाउन सक्नुहुन्छ। फातिस बिरयानी हो। थ्याङ्क यू सो मच।